साथीहरु नमस्ते। आज हामी चाहिँ यो सबै ड्राई चिजहरु बनाउँदै छौं। यो काजु अनि यो चाहिँ बदाम, यो कालो तिल, त्यस्तै उता रहेको छ आलस पनि रहेको छ अनि चना ओखर पनि छ। यो काजु रहेको छ, यो कालो तिल अनि यो ओखर रहेको छ। यो सबै मिक्स गर्ने बिहान 1 गिलास दुधमा 3 चम्चा राखेर खाने, 3-4 चम्चा जति राख्ने के। यसलाई हामी चाहिँ मिक्सरमा चाहिँ एक गरी पहिला बनाउँछु, यसको धुलो बनाउँदै छौं। पहिला यो बदाम सबै अड्छ, यो सबै अड्दैन के, दुई पटक गरेर हुन्छ कि। बाँकी बदाम त्यो के अरे आलस हो नि, हाम्रो गाउँतिर अर्सी पनि भन्छ के अरे। कालो तिल राख्यो भने नि अलि कालो भएको छ यो। यसलाई पनि त्यसमा राख्नु, यो पनि चना राखौँ। अब यो भुटेको नि, भुटेको भयो नि, हो त्यसमा राख्यो भने हुन्छ। चना धुलो सेतो आउँदैछ नि यो अब कालो तिल, ओखर, काजु नि अलिकति यो लेसिन्छ के तेल हाल्यो भने। काजु ओखर मात्रै अहिले ठिक छ। त्यो यिनीबाट तेल आउँछ जस्तो धेरै पिस्योपछि त्यही चिसो आयो के। कालो तिल अब यसमा त तेल आउँछ है भनी, हो जाम होला है भनी। त्यही पनि मैले त्यो हाल्ने भनेको थिएँ, चना धुलो। यो पनि भुटेको हो नि त। भयो भयो होला त्यो पनि। कालो तिल नि धेरै राम्रो के। हेलो साथै, हाम्रो शरीरलाई चाहिने धेरै तत्त्वहरू यस चिजबाट प्राप्त हुन्छ। आज हामीले काजु, ओखर, बदाम, त्यस्तै अरू कालो तिल अनि आलस, अर्सी, चना यी लगायतका चिजहरू यसरी मिक्स गरेका छौँ र यो जुन हामीले पाउडर अर्थात् धुलो बनाएका छौँ यसलाई हामी डिब्बामा राख्छौँ र सधैँ दुधमा राखेर चाहिँ बच्चालाई अर्थात् जोसुकैले खाए पनि यसबाट पाइने तत्त्वहरू हामीलाई पाइन्छ। कति होला यो सबै 3 किलो छ।
त्यस्तो होला है। हाम्रो चाहिँ रेडी भइसकेको छ। यसलाई चाहिँ एउटा डिब्बामा राम्रोसँग प्याक गरिराख्ने अनि दैनिक चाहिँ दुधमा राखेर 3 देखि 4 चम्चा खाने। यसबाट पाइने चिजहरू प्राप्त हुन्छन् है। एकदम चाहिँ बच्चाको लागि पनि धेरै राम्रो, त्यस्तै सबैका लागि राम्रो। यति भएको छ यो हाम्रो करिब 3 किलो जति छ भनेपछि यो चाहिँ 1 महिनाको लागि मजाले, 1 महिना भन्दा नि 2 महिना नै हुन्छ होला जस्तो लाग्छ मलाई त। यसरी डिब्बामा राखौँ। र साथी तपाईँले पनि यसरी आफ्ना बालबच्चाहरूलाई यसरी खुवाउनु होला, तपाईँले पनि खानु होला है। तपाईँले देखिसक्नुभयो हामीले यसरी बनाउँछौँ, हामी यो सधैँ खाने गर्छौँ र यसले स्वास्थ्यमा चाहिँ अत्यन्तै राम्रो लाभ दिने काम गर्छ। यसबाट पाइने तत्त्वहरू प्राप्त हुने गर्छन्। यसलाई दही वा दुधमा चाहिँ राखेर मजाले खान सकिन्छ।